हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज हामी बनाउन जाँदैछौँ मटन सुप र त्यसको लागि चाहिन्छ यो मसलाहरू नाम पनि लेखिदिएको छ हेर्नु त। त्यसपछि हामीले एउटा भाँडामा तोरीको तेल तताउनु पर्ने हुन्छ। यसलाई एकछिन तात्न दिने अनि यो मजाले तातेपछि एकछिन सेलाउन दिने। यो तेल सेलाउने गरी हामीले हाम्रो मटनको लागि मसला रेडी गरौँ है त। एउटा भाँडो लियौँ, भाँडोमा चाहिँ फाइनली चप्ड अनियन लियौँ, त्यसपछि अदुवा लसुनको पेस्ट लियौँ र त्यसपछि हजुरहरूलाई पिरो मनपर्छ भने खुर्सानी काटेर हाल्न सक्नुहुन्छ। मैले तेजपत्ता पनि हाल्न सक्नुहुन्छ। मसँग तेजपत्ता नभएको हुनाले मैले करी पत्ता हालेँ। टेस्ट चाहिँ मिठो आउँछ करी पत्ता हाल्नुभयो भने पनि। र अब हामी हाल्छौँ हाम्रो मेन मटन हालिसकेपछि यसमा फेरि अलिकति लसुन हाल्नुभयो भने चाहिँ एकदम मिठो हुन्छ है। मैले चाहिँ यो तीनजनाले खाने भएर 3टा लसुन हालेँ। त्यसपछि स्वादअनुसार नुन, त्यसपछि बेसार हाल्नुभयो हुन्छ, बेसार, त्यसपछि हजुरहरूसँग जे मसला छ सबै हाल्नुभयो हुन्छ। मैले यहाँ अघि रेडी गरेको मसलाहरू सबै हालेँ। त्यति हालिसकेपछि यसमा अझै एउटा मेन कुरा हाल्नुभयो भने चाहिँ एकदमै मिठो हुन्छ र त्यो हो दही। दही हाल्नुभयो भने चाहिँ एकदमै ग्रेभी पनि मिठो हुन्छ, सुपमा पनि टेस्ट एकदम मिठो आउँछ। र त्यसपछि हामीले हाल्ने अघि तताएर राखेको तेल हालिदिने अनि त्यसपछि मजाले यसलाई दहीसँगै सबै मिक्स गरिदिने। मजाले यसलाई एकछिन मिक्स गरेर म्यारिनेट गर्न दिनुभयो भने चाहिँ राम्रो हुन्छ। यसलाई आधी घन्टा जति म्यारिनेट गर्नुभयो भने पनि राम्रो। तपाईँहरूसँग टाइम छ र भोलिपल्ट बनाउने हो भने चाहिँ रातभरि म्यारिनेट गरिदिनु भयो भने पनि एकदमै टेस्ट मिठो आउँछ होइन। एकछिन यसलाई मजाले मोलिसकेपछि एकदम मजाले मोल्नु होला। मजाले मोल्दाखेरि यसको पुरै भित्रसम्म हाम्रो मसला पस्छ होइन। अनि त्यसपछि यो यस्तो देखिन्छ हेर्नुहोस् त। अब यो हाम्रो मसला सबै रेडी भयो है। म्यारिनेट भइसकेपछि एउटा भाँडो बसाल्ने, भाँडोमा चाहिँ मजाले त्यही अघि तताएर राखेको तोरीको तेल हाल्नुभयो हुन्छ। तोरीको तेल हालिसकेपछि तोरीको तेल तात्न दिने। तातेपछि चाहिँ जिरा फुराउने, कडी पत्ता फुराउने, हजुरहरूलाई जे फुराउनु मन छ सबै फुराउनु भएको हुन्छ। टेस्ट मिठो लाग्छ भने जे पनि फुराउनु भएको हुन्छ। मैले चाहिँ जिरा, कडी पत्ता र के भन्छ त्यसलाई, मैले त्यसको नामै बिर्सेँ, त्यो हेरेर बुझ्नुहोस् ल। मैले कति सम्झिनँ, खोज्दा पनि सम्झिनँ। अनि त्यसपछि तातिसकेपछि हामीले यसमा हाल्ने मासु अघि म्यारिनेट गरिसकेको मासु हालिसकेपछि चाहिँ यसलाई एकछिन मजाले चलाइदिने। मजाले चलाइसकेपछि चाहिँ यसलाई एकछिन 2 मिनटको लागि ढाकिदिने। 2 मिनट ढाकिसकेपछि फेरि खोलेर यसलाई मजाले चलाइदिने। अनि एकछिन मजाले चलाएपछि चाहिँ यसमा अब हामीले चाहिँ टमाटर राख्छौँ है। टमाटर चाहिँ मैले चाहिँ 3टा काटेर हालेकी छु। हजुरहरूलाई चाहिँ जति एकदमै बाक्लो मनपर्छ भने अलि धेरै हाल्नु, नत्र भए 3टा हाल्नुभयो भने ठिक्क हुन्छ। त्यति हालिसकेपछि यसलाई मजाले चलाउने। चलाएपछि फेरि यसलाई एकछिन ढाकिदिने है। 2 मिनट जति मजाले चलाउनु होला। भुट्दै पकाउँदै गर्नुभयो भने चाहिँ एकदम मिठो हुन्छ। मजाले चलाउने अनि यसलाई फेरि ढाकिदिने होइन। अनि एकैछिन यसलाई अब चाहिँ हजुरहरूले 3 मिनट जति ढाक्नुभयो हुन्छ। मैले पनि त्यही 3 मिनट नै ढाकेँ हो। ढाकेर अब निकालेपछि चाहिँ फेरि अब यो यस्तो देखिन्छ हेर्नुहोस् त। कति राम्रो देखेँ है, कलर चाहिँ कस्तो राम्रो आएको। अनि त्यसपछि यस्तो देखिएपछि एकछिन फेरि यसलाई फेरि 2 मिनट ढाकिदिने। एकछिन चलाउँदै, नत्र भए त्यो भाँडामा लाग्छ कि फेरि होइन। अनि एकछिन चलाउँदै ढाक्दै गरेपछि अब चाहिँ हामीले यसमा रस हाल्ने बेला भयो। अलिकति अब एकछिन चलाइदिइसकेपछि चाहिँ मजाले पाकिसक्यो हाम्रो मटन। हेर्नु त, लसुन त पुरै नै पाकिसक्यो, मटन पनि पाकि नै सक्यो। अनि अब यसमा चाहिँ थोरै पानी हाल्ने। पानी चाहिँ आफूलाई कतिको रस चाहिएको छ त्यही हाल्ने। अनि त्यसपछि एकछिन उमालेपछि हाम्रो मटन सुप रेडी भयो। तपाईँहरू पनि बनाएर ट्राई गर्नुहोस् ल। र मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। ओके, बाई बाई।